चाहिँ चन्द्रकला नेपाली हो। म चाहिँ यस हरियाली महिला कृषक समूहको सचिवको रूपमा काम गर्छु। घर चाहिँ चौदण्डीगढी नगरपालिका 5 सिबाई हो। हरियाली कृषकमा लागेर दुईजनाले गरेको देखेर चाहिँ मैले पनि यहाँ सासू ससुरासँग खेतीपाती गरेर अब 1-1.5 वर्षमा 2-2.5 लाख जस्तो कमाइ पनि भयो, आफूलाई खान पनि भयो। त्यही भएर चाहिँ श्रीमानलाई पनि यही आउनु, यही बसेर खेतीपाती गर्नुपर्छ सँगै बसेर भनेर बोलाएर चाहिँ यही गर्न थालेको। अहिले चाहिँ यसो 2-4 दिनको लागि आफन्त भेट्नको लागि काठमाडौँतिर जानुभएको छ। अब आउनुहुन्छ। अब पशुपालन त गाई छ, एक हल गोरु छ, गाई पनि ब्याउना र सुँगुर छन्, कुखुरा छन्, अनि बाख्रा पनि छन्। बाख्रा बोकाहरू छन्, पालेको छौँ। अब त्यसैको मलमुत लाउँदै खेतीपाती नै गर्ने। समृद्धिले चाहिँ यो सुरुमा चाहिँ बेमौसमी तरकारी लगाउनको लागि चाहिँ टनेला बनाउने प्राविधि हडिया गएर सिकेका थियौँ। अनि त्यसपछि त्यति सिकेपछि अनि अब तरकारीहरूमा कस्तो किरा लाग्छ, त्यसलाई चाहिँ कुन औषधि लाउँदाखेरि चाहिँ त्यो किरा मर्छ र तरकारीहरू किराले खाँदैन भनेर चाहिँ ज्ञान प्राप्त भयो। अब चाहिँ श्रीमानलाई विदेश जान दिदिनँ, उहाँ जान पनि मन गर्नुभएको छैन। अबको हामी दुईजना श्रीमान श्रीमतीको योजना चाहिँ 5 कठा जग्गामा 3वटा टनेला बनाएर बेमौसमी तरकारी लगाएर चाहिँ वर्षको 5 लाख जति आम्दानी गर्ने योजना बनाएका छौँ।